त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयबाट चाहिँ एउटा अनलाइन आवेदन फारम भर्ने म्याच सम्बन्धी एउटा जरुरी सूचना आएको छ, जुन यस प्रकार रहेको छ। त्रिवि सेवा आयोगको अनलाइन एप्लिकेसन पोर्टल नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एकीकृत डाटा व्यवस्थापन केन्द्र सिंहदरबारको सर्भरमा होस्ट गरी सञ्चालन गरिँदै आएकोमा मिति 2081 12/3 गतेदेखि उक्त सर्भरमा समस्या उत्पन्न भई अनलाइन आवेदन प्रक्रियामा बाधा पर्न गएको र आइडिएमसीबाट प्राप्त जानकारी अनुसार उक्त समस्या समाधान गर्न अझै केही दिन लाग्ने जानकारी प्राप्त हुन आएकोले उक्त समस्या समाधानपछि आवेदन फारम भर्नका लागि थप समय उपलब्ध गराइने बेहोरा समेत सबैमा जानकारी गराइन्छ। भन्नाले अहिले चाहिँ हामीले आवेदन फर्म भर्न सकिराखेका छैनौँ। यो समस्या समाधान भएपछि फेरि म्याद थप हुनेछ र हामीले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको फर्म भर्न सक्नेछौँ। धन्यवाद।